यो भिडियो प्रत्येक नेपालीले सक्दो शेयर गरिदिनुहोला। नवनियुक्त गृहमन्त्री ओम प्रकाश अर्यालले तत्काल खोल्नुपर्ने फाइलहरू। नम्बर 1 नक्कली भुटानी शरणार्थी काण्ड। नम्बर 2 सहकारी प्रतिवेदन कार्यान्वयन काण्ड। नम्बर 3 गिरिबन्धु टी स्टेट काण्ड। नम्बर 4 शेरा दरबार काण्ड। नम्बर 5 अग्नि सापकोटा विरुद्धको हत्या अभियोग काण्ड। नम्बर 6 सुन तस्करी प्रतिवेदन गायब काण्ड। नम्बर 7 तारागाउँ जग्गा काण्ड। नम्बर 8 एनसीएल प्रतिवेदन गायब काण्ड। नम्बर 9 टिकापुर जग्गा काण्ड। नम्बर 10 भिजिट भिसा काण्ड। यी बाहेक अरू कुन कुन काण्डहरू खोल्नु पर्नेछ कृपया कमेन्ट गर्नुहोस् र सक्दो शेयर गरेर यी फाइलहरू खोल्नको लागि दबाब दिनुहोला।